ल हामी चाहिँ म चाहिँ अहिले यतिकै हुन्छ हेलो एभ्रीबडी वेलकम टु माई भिडियो आज चाहिँ म एकदम सुपर एक्साइटेड छु आज चाहिँ मैले मेरो लाइफको फर्स्ट कार बुक गरेर आएको छु भर्खरै ब्रान्ड न्यू कार हो म चाहिँ मेरो लाइफको फर्स्ट कारै हुन्छ यो चाहिँ 1-2 हप्ता पछिको यो सबै डिसिजन हैन त्यो डिलरसँग कुरा गरिसकेपछि चाहिँ सो फाइनली I'll be getting my car in over a month. Just got my papers here. The great question is, which car is it? कार चाहिँ कुन होला त है यो चाहिँ वान अफ दी मेरो ड्रिम कारमै पर्छ मलाई एकदम पहिलेदेखि कलेज लाइफदेखि नै यो कार मलाई एकदम मन पर्थ्यो है सो फाइनली आई एम गोइङ टु बाई इट आई एम सुपर ह्याप्पी सुपर एक्साइटेड लेट्स मिट देयर सुन Woo! Super excited, man. Hello guys, म चाहिँ भर्खर आइपुगेँ अब कामबाट ल आज चाहिँ हाम्रो अब स्पेशल डे छ है म कामबाट हतार आएँ अनि उ पनि हतार आएँ दिजुको चाहिँ आज बिदा दिजु आज चाहिँ हामी के गर्न जाँदैछौँ कुन गाडी चाहिँ अब त्यतिखेरै थाहा हुन्छ हतार भयो होइन घरबाटै निस्केको ब्लग बनाउने सोचिरहेको थिएँ तर मिलेन अब हतारै भयो भनौँ न ल अब उतै भेटौँला है थ्याङ्क यू सो मच ब्रदर ओए मेरोमा माइक जोडेर तिमीहरू किन त्यहाँ आयो नि ल त्यो म चाहिँ अहिले यहाँ साउथ मोरङमा आइपुगेको छु होइन मेरो पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ गाडी नै गाडी छ सबै नयाँ गाडी हो र मेरो अगाडि पनि एउटा गाडी छ होइन अनि हाम्रो किङ्गा दाइ हुनुहुन्छ यहाँनिर यो साउथ मोरङमा निरजनको गाडी फर्स्ट हाइलेक्स कार है ल हाम्रो फर्स्ट आई थिंक माइक देऊ मलाई एकचोटि बोलु ल माइकमा आवाज आउँछ नि हाम्रो निरजनको फर्स्ट कार इन अस्ट्रेलिया हाइलक्स जीआर स्पोर्ट है सरप्राइज छ कलर अहिले भिडियोमा कलर आफै देखिन्छ है हामी रिभिल गर्छौँ मजाले सब्सक्राइब गरिदिनु होला उसको च्यानललाई पनि फर्दर उसको भिडियोजहरू आउनु छ क्याम्पिङ भिडियोजहरू छ उसको प्लानिङ अफ रोडिङ भिडियोजहरू छ भिक्टोरिया एक्सप्लोर गर्ने प्लान छ उसको है सपोर्ट गरिदिनु होला सबैजनाले है ल हाम्रो कार चाहिँ यो Are you guys excited? यस्तो छ है समता 1 2 3 गो ल हेर्नु है टी राम्रो रहेछ मन पऱ्यो तिमीहरूलाई ल गाइस हाम्रो चाहिँ फाइनली कार रिभिल भइसकेको छ मेरो पछाडि चाहिँ छ टोयोटा हाइलक्स जीआर स्पोर्ट ल गाइस फाइनली हाम्रो गाडी रिभिल भएको छ है जीआर स्पोर्ट फ्रस्टेड वाइटमा निराजनको फर्स्ट कार यही हो है यू क्यान गो ओके है गाडी तपाईँको टोयोटा ब्याजमा लेखेको छ हाम्रो यो जीआर स्पोर्ट हो डिफ्रेन्ट भेरिएन्ट हो मोस्ट अफ द भेरिएन्ट मतलब सबसे टपको भेरिएन्ट हो अनि यसको चाहिँ समथिङ मोस्ट अफ द रेस्ट अफ द हाइलक्स भन्दा अलिक डिफ्रेन्ट हुन्छ स्पेसली यसको सस्पेन्सनहरू लुक्स अफ द कार यता हो मेनली सस्पेन्सनहरू व्हिल आर्चहरू एकदम राम्रो हुन्छ
अनि यसको यो सस्पेन्सन भित्रको देखाइदेऊ भित्रको मोर लाइक GR स्पोर्ट्सको हुन्छ यो मेनली GR स्पोर्ट्सको लागि मात्रै बनेर आएको हो यिनीहरू अनि भित्र हाम्रो क्वालिटी अफ द सिट्सहरू अलिक डिफ्रेन्ट हुन्छ कम्पेयर टु अदर हाइलक्सहरू यो चाहिँ मेनली GR ब्याजिङहरू आएर सबैको सबै स्पेसली हाम्रो ओभरअल टोयोटाको सबै भेरिएन्ट्सको GRहरूमा चाहिँ क्वालिटी आउँछ अनि पछाडि तपाईँको खाली हुन्छ ओपन अनि यता टो बार स्ट्यान्डर्ड पनि आउँछ गाडीमा यसको है वान अफ आवर बेस्ट हाइलक्स हो अस्ट्रेलियाको वान अफ द बेस्ट सेलिङ हाइलक्स कम्पेयर टु अब अरू नै भनौँ तर अलिक एक्सपेन्सिभ चाहिँ छ किनकि गाडीको एउटा रिसेल भ्याल्यु छ राम्रो स्पेसली हाइलक्समा इन्भेस्ट गर्ने किन त रिसेल भ्याल्यु हाई छ अर्को कुरा मेनली हाम्रो यसको रिलायबल भयो एकदम लङ टर्म जान्छ अस्ट्रेलियाको लागि स्पेसली टोयोटाले नै यो चाहिँ हाम्रो अस्ट्रेलियाको लागि बनाएको हो हाम्रो आउटब्याकको लागि हाम्रो अस्ट्रेलियामा आउटब्याकको बाटोहरू एकदम अफ रोडिङहरू छ अनि स्पेसली GR चाहिँ अफ रोडिङको लागि मोर स्पेसल हो है त्यसको लागि मेनली हो अब फर्दर चाहिँ मलाई बरु कन्ट्याक्ट गर्नुहोस् होला आइदिनु होला सोरुममा है निराजनको गाडी किन्नुलाई हाम्रो साइड स्टेप्स पनि म भनिदिन्छु यसको चाहिँ अलिक डिफ्रेन्ट हुन्छ कम्पेयर टु अरू यसको चाहिँ रक स्लाइडर्स भन्छ यो चाहिँ मेनली अफ रोडिङ लाँदाखेरि तपाईँको ढुङ्गाहरूमा नठोकोस् भनेर होइन चाहिँ है नर्मल उतो प्लास्टिकको भन्दाखेरि यो चाहिँ रक स्लाइडर्स हो ल गाइस निराजनलाई फेरि बधाई छ है धेरै धेरै धन्यवाद दाइ हाइलक्स GR स्पोर्ट है वान अफ आवर बेस्ट सेलिङ हाइलक्स र वान अफ द बेस्ट हाइलक्स होल ओभर वर्ल्डको है अस्ट्रेलियाको मात्रै होइन यो चाहिँ खासमा म एउटा टोयोटामा आएको थिएँ म टोयोटा एकदम मनपर्ने भएर मेरो ड्याडको पनि फर्स्ट कारै टोयोटा कोरोला हो दाइ 90s मा होइन अनि त्यही भएर चाहिँ म खासमा यहाँ टोयोटा नै किन्छु भनेर आएको थिएँ तर हाइलक्ससम्म पुर्याउने चाहिँ दाइ हो है मेरो दाइ हो मेरो दिदीको चाहिँ इच्छा हो तर दाइले मलाई एकदम मोटिभेट गरेर म खासमा अरू नै कुनै कार किन्न आएको थिएँ तर दाइले मलाई यो हाइलक्समा एकदम इन्ट्रेस्टेड बनाउनु भयो र म भए पनि र मलाई एकदम खुसी छ कुनै पनि केही रिग्रेट पनि छैन एकदम मलाई रमाइलो लागिरहेको छ आज एकदम एक्साइटेड छु म एकदमै एक्साइटेड छु 100मा 100 अझै बढी हाम्रो ड्रिम कार पनि हो यो अब फर्दर चाहिँ दाइले भन्नुहुन्छ किनकि दाइले हामीलाई एकदम सहज बनाइदिनु भएको यो सबै गर्नको लागि मेनली अब गाडी कोही कोही बेला के चाहिन्छ भन्ने हुन्छ आफूलाई के मनपर्छ होइन कोही कोही बेला सकिन्छ वाइ नट होइन एभ्रिथिङ इज एचिभेबल भने जस्तो होइन आर्ट गर्नु पऱ्यो सकिन्छ इट्स नट लाइक रकेट साइन्स होइन कि यो म्याक्स एकदम $1 million गाडी होइन है हामी मजाले सकिन्छ मेनली रिपेमेन्ट्स हुन्छ मन्थली हुन्छ अस्ट्रेलियामा हामी मेनली फाइनेन्सै हो हरेक घरदेखि लिएर गाडीहरूदेखि लिएर र धेरै मान्छेहरू लाइक थाहा हुन्न कति हो रिपेमेन्टहरू यसको कति के हुन्छ र लास्टमा हेर्दै ओर्दाखेरि मेनली कुरा बुझ्दाखेरि उसलाई मन परेको गाडी चाहिँ यो रहेछ तर ड्रिम कारै हो तर आएको थियो अब बाध्यताले मेबी अर्कोतिर जाने कि भन्ने भयो गएर बस्दा फाइनेन्समा बस्दाखेरि टक्कसँग हेर्दाखेरि राम्रो लाग्यो वाइ नट भनेर हामीले त्यति बेला डिल क्लोज गऱ्यो आई थिङ्क नेक्स्ट टाइममा है अनि त्यसपछि हाम्रो गाडी चाहिँ फ्यु टाइमलाई अलिक फ्यु मन्थ्स लाग्यो आउनुलाई किनकि 50% अफ द वर्ल्ड चाहिँ अस्ट्रेलियामा हुन्छ यो गाडीको अनि त्यो फिटमेन्टहरूले गर्दाखेरि नत्र भयो हामीले मोर देन 1 month अगाडि नै गाडी पाइसक्नुपर्ने थियो है मेनली त्यही हो कि अब ह्याप्पी फिल हुन्छ जब कस्टमरले चाहिएको गाडी पाउँछ मोर देन रादर देन वाट डे हुन्छ नि अब चाहिएको लानु भन्दाखेरि होइन रादर देन वाट डे लाइक है त्यही भएर अलवेज ह्याप्पी टु हेल्प एनी बडीलाई धेरै आएको छ निरञ्जन चाहिँ मेनली अरू गाडीमा आएर छ र अरू गाडी नै लगेको छ मेनली भन्नुपर्दाखेरि मेरोमा मोस्ट अफ टाइम त्यस्तै नै हुन्छ मान्छे कुनै गाडीमा आउँछ तर कुनै अरू नै लगेर जान्छ किनकि इनसाइड आउटसाइड बुझ्दाखेरि उसलाई के डिफ्रेन्ट मन पर्छ है त्यही भएर ल वान्स अगेन कङ्ग्रेचुलेसन है गाडी राम्रोसँग लाग यो गाडी चाहिँ अफ रोडिङ लानुपर्छ घरमा राख्नु मिल्दैन है कुदाउनु पर्छ क्याम्पिङ जानुपर्छ अफ रोडिङ जानुपर्छ मजाले घुम्नुपर्छ र सफा राख्नुपर्छ है राख्नुलाई होइन घरमा राख्न दिएको होइन एक्ज्याक्टली सबै स्टेट्स जानुपर्छ मेबी डार्बिन एक टुर हानेर आउने हो कि है होइन भविष्यमा हुन्छ ल दाइ फेरि पनि थ्याङ्क्स है सबै कुराको लागि एकदम धन्यवाद है तपाईँलाई है हस् दाइ ल ल गाइज फाइनल्ली गाडी चाहिँ घर आइसकेको छ होइन अहिले हामी एकदम रसमा छौँ खासै केही
गर्न भ्याएको छैनौँ। अब भोलि यो सबै हामी भोलि पर्सिमा सबै कुरा फाइनल गर्छौँ, देखाउने यताउति है। ओके छ त, सी माई जिआर।